सबैमा प्रेमले भरेको जय सच्चिदानन्द ओम श्री परमहंसाय नमः। आत्मबन्धन प्रेम नमन। आज हामी यो प्रार्थनाको माध्यमबाट हाम्रो घरमा जुन छोरी रूपी फूल छिन् नि, उनको भविष्यको लागि, उनको सुरक्षाको लागि, आत्मा सुरक्षाको लागि, आत्मा बलको लागि गरिने एउटा यस्तो प्रार्थना गर्नेछौँ कि जुन चाहिँ एउटा दिव्य भावबाट भित्र हाम्रो हृदयको गहिराईबाट निस्किने एउटा भावनात्मक प्रार्थना होस्। हरेक छोरी हाम्रो सपना मात्रै होइन नि, छोरी त एउटा देवीको रूप हो। सबै हामी माता पिताको हृदयबाट निस्किने एउटा मौन आशीर्वाद हुन् उनी। यो प्रार्थना शब्दको सङ्गम मात्रै होइन, यो एउटा आध्यात्मिक ऊर्जा हो। छोरीको सुरक्षा, करियर र उज्जवल भविष्य र मानसिक शक्तिको एउटा ऊर्जा हो, जसले हाम्री छोरीको हरेक कठिनभन्दा कठिन परीक्षामा सशक्त बनाउनेछ। छोरीको लागि आज प्रार्थना गर्नेछौँ र उनको आत्माभित्र हामी यसरी स्पर्श गर्नेछौँ कि हामी उनको आत्मालाई स्पर्श गर्नेछौँ र आफ्नो इष्ट, आफ्नो गुरुदेवप्रति भावपूर्ण भएर गुरु महाराजलाई पुकार गर्नुहोस्। आफ्नो इष्ट देवी देवता, कुलदेवी देवता सबैलाई पुकार गर्नुहोस्। हे परमपिता, हे प्रभु, हे दयालु दाता, यो बिहानीको सुनौलो किरणसँगै छछल्किएको तेज प्रकाशसँगै म हजुरको चरणमा शिर झुकाएर मेरो आँखाकी नानी मेरी छोरीलाई हजुरको पावन हातमा म समर्पित गर्न चाहन्छु। प्रभु, जुन कोमल कोपिला छिन् नि यी छोरी, त्यो कोपिला हजुरको आँगनमा फूल मैले फुलाइदिएको छु। हे अनन्तमय, हे दयामय, हे दयाको सागर, अब उसको जीवनमा अब हजुरले बसन्तको बहार बनाइदिनुहोस्। प्रभु, जसरी बर्सातको थोपा हरेक घाँस फुलमा झर्छ नि, त्यसरी नै मेरो छोरीको मनमा हजुरको प्रेम, हजुरको शान्ति, हजुरको कृपा, हजुरको आशीर्वाद हरेक दिन नयाँ जीवन बनेर उसको आत्मामा जीवन्त जलधारा जस्तै मन, वचन र आत्माको जरामा सिंचित गराइदिनुहोस्। प्रभु, एउटा पवित्र वृक्ष जस्तै आफ्नो समयमा फूल दिन सकुन् उनले। पातहरू कहिले पनि नओइलाओस्, कहिले पनि नजरोस् प्रभु, कहिले पनि नसुकोस्। प्रभु, हे पर्वत हिमालको रचयिता, उनलाई यस्तो स्थिरता दिनुहोस् कि प्रभु, जब जीवनमा कठिनाइको हावाहुरी तुफान जस्तो सुकै आए तापनि ऊ कहिले पनि नडगमगाओस् प्रभु, बरु चट्टान जस्तै अडिग भएर खडा रहोस् प्रभु, हरेक परिस्थितिसँग सामना गर्न सकोस्। मेरो छोरी जसरी चकोर भन्ने एउटा जातिको चरा हुन्छ नि, उसले चन्द्रमाको चाँदनीलाई एक टक भएर हेरिरहन्छ कति बेला चन्द्रमा आउनुहुन्छ भनेर, त्यसरी नै मेरो छोरीले पनि को हृदयमा पनि हरपल हजुरतिर टकटकी यसरी लगाओस् कि प्रभु, उसको जीवनमा हजुरको ज्ञान रूपी ज्योति प्रकाशले आलोकित गरिदिनुहोस्। प्रभु, आलोकित गर्नुहोस्, ताकि वो अन्धकार रूपी यो संसारमा वो हजुरको ज्ञानको प्रकाशले मार्ग देख्न सकोस्। प्रभु, ज्ञानको आँखाले बाटोहरू देख्न सकोस्, चिन्न सकोस्। प्रभु, यी पुष्पहरूमा रङहरू छन् नि, जसरी लुकेर त्यो सौन्दर्य हजुरले दिनुभएको छ नि। हे स्वामी, मेरी छोरीको व्यक्तित्व पनि हजुरको जस्तै कोमलता होस्, यस्तै गरी सुन्दर सौन्दर्यले त्यहाँभित्र लुकेको होस्। प्रभु, हजुरको जस्तै विनम्रता होस् ऊ भित्र, र हजुरको जस्तै दया भाव उसको हृदयभरि प्रकट होस्। प्रभु, हे परमात्मा, जब ऊ बोल्छे नि, उसको बाणी झरना जस्तै मधुर बनोस्। प्रभु, यो बाँसुरीको धुन जस्तै मधुर बनोस् उसको बाणीहरू पनि, कसैको हृदयमा पसेर उसले यसरी पगालिदियोस् कि प्रभु, जब ऊ हिँड्छे नि उसको चाल एउटा पुतलीको जस्तै चपलता होस् प्रभु, र हिरणको जस्तै ऊ भित्र यति धेरै शालीनता होस्। प्रभु, हे परम कृपालु गुरुदेव, जब ऊ
यस संसारको भ्रमको जालमा कसैले फसाउन खोजेछ भने हे प्रभु, हजुरको ज्ञान रूपी प्रकाशले उसलाई सत्य धर्मको बाटोतिर मोडिदिनुहोस् प्रभु। हे परमात्मा, मोडिदिनुहोस् परमात्मा। जसरी यो गङ्गा अविरल रूपमा बग्दछ नि, त्यसरी उसको बुद्धि र विवेक निरन्तर हजुरतिर बगिरहोस् प्रभु। त्यो विशाल यो आकाश जस्तै हजुरको त्यो हृदय छ नि, उसको त्यो विशाल हृदयका त्यहाँबाट निस्किने जति पनि आशाहरू छ नि प्रभु, हजुरले उसको ती आशाहरूमा पखेटा बनाइदिनुहोस् प्रभु, ताकि ऊ आफ्नो सपनाको ती उचाइसम्म उडान भर्न सकोस् प्रभु, उडाउन सकोस् प्रभु उसले। तर उसका कोमल पाउ हमेशा नम्रताको भूमिको त्यो धरातलमा टिकिरहोस्। उसले जहिले पनि धरातल जति उडानमा जति माथि गए तापनि भगवान उसले आफ्नो धरातल कहिले पनि नबिर्सियोस्। यसरी टिकिरहोस् कि प्रभु आफ्नो धरातललाई जहिले पनि सम्झिरहोस्। हे सम्पूर्ण जीवहरूको जीवनको रक्षिता, हे करुणा निधान, उसलाई हरेक त्यो दुराचारहरूबाट बचाइदिनुहोस् प्रभु। यो संसार रूपी दुराचारबाट बचाइदिनुहोस्। उसको हरदम हरपल हर घडी हजुरले रक्षा गरिदिनुहोस् प्रभु, रक्षा गरिदिनुहोस् प्रभु। जसरी प्रभु हजुरले सीता वनवासमा भएको पलमा पनि हजुरले सम्मानित भएर रक्षा गरिदिनु भयो प्रभु। जसरी हजुरले द्रौपदीलाई सङ्कटले जताततैबाट घेरेको बेला हजुरको एक पुकारले बचाइदिनु भयो प्रभु। हजुरलाई सम्झिने बित्तिकै हजुरले कसरी बचाइदिनु भयो। मीराको प्रेमलाई सधैँको लागि अमर गरिदिनु भयो प्रभु। त्यसरी नै समय परिस्थितिसँग मेरी छोरीको जीवनमा पनि हजुरको दिव्य ज्ञान स्पर्शले पवित्र बनाइदिनुहोस् प्रभु। उसका हरेक पाइला, हरेक कदम, हरेक त्यो प्रेमलाई अमर बनाइदिनुहोस् प्रभु। हे परमात्मा, बचाइदिनुहोस् प्रभु। हे प्रभु, हे दिव्य रक्षक, हे आत्मा रक्षक, उसको लागि म आशीर्वाद माग्न चाहन्छु प्रभु। प्रभु, धन धान्य सौन्दर्य को साथसाथै उसको आत्मामा यस्तो आत्मिक शान्ति र आत्मज्ञानको प्राप्ति होस् कि प्रभु, जुन शान्ति, ज्ञान, आनन्द चाहिँ अन्त कहीँ पनि पाइँदैन, हजुरको चरणमा मात्रै छ प्रभु। हे परमात्मा, अब त्यो आनन्द दिनुहोस् प्रभु, त्यो आत्मज्ञान मेरी छोरीलाई पनि दिनुहोस् प्रभु। हे परमात्मा, हे प्रभु, हे नील गगन, हे नीलकण्ठेश्वर महादेव, हे प्रभु, हे गुरुदेव, प्रभु, जब ऊ उदास हुन्छ नि प्रभु, समय परिस्थितिसँग लड्न नसकेर थाक्छ नि, त्यति बेला उसलाई यस्तो आनन्द बनेर आउनुहोस् प्रभु। जब ऊ भयभीत हुन्छ नि, डराउँछ, उसलाई संसारले डराउन खोज्छ नि प्रभु, हजुरको आत्मज्ञानको त्यो साहस बनेर उसलाई सहारा दिनुहोस् प्रभु, सहारा दिनुहोस्। जब ऊ एक्लो महसुस गर्छ नि, उसको एउटा सच्चा साथी बनेर आउनुहोस् प्रभु, सच्चा साथी बनेर आउनुहोस्। मेरो हृदयको गहिराईबाट हजुर समक्ष बिन्ती बिसाउन चाहन्छु प्रभु, मेरी छोरी हजुरको लागि, मेरो ईश्वर, मेरो प्रभु परमात्माको लागि बाँचोस् प्रभु। हजुरको प्रेमतिर उसका पाइलाहरू लम्किरहोस्। एउटा यस्तो नारी बनोस् जसले यस संसारमा हजुरको सुनौलो प्रकाश नै साक्षी होस्, हजुरको ज्ञान रूपी हावा साक्षी होस्, जल साक्षी होस्, पृथ्वी माता साक्षी होस्। हजुरको चरणमा सुम्पिन चाहन्छु प्रभु। जसरी परमात्माको चरणमा फूल रूपी भाव रूपी फूल म समर्पित गर्न चाहन्छु। यी भावहरू स्वीकार गरिदिनुहोस् प्रभु, यो भावहरू स्वीकार गरिदिनुहोस् प्रभु। यो कठिन भन्दा कठिन परिस्थितिमा भगवान कहिले पनि साथ नछोडिदिनुहोस् प्रभु। हजुरको आश, अब हजुरको मात्रै आश राखेछु प्रभु। हजुरको हात सदैव मेरो शिरमा रहिरहोस् भगवान। हजुरको हात सदैव मेरो छोरीको शिरमाथि रहिरहोस्, मेरो परिवारमाथि रहिरहोस् प्रभु। मलाई न मन्त्र आउँछ न यन्त्र आउँछ, यही भाव स्वीकार गरिदिनुहोस् प्रभु, स्वीकार गरिदिनुहोस्। धेरै धेरै धन्यवाद प्रभु, धेरै धेरै धन्यवाद।